हेलो हेलो हे गाइजहरू आज मौसमले च्यालेन्ज नि गरिरहेको छ त्यही माथि उता पुरानो गाउँ देखाइरहेको छ त्यो त्यस्तो भइरहेको छ यता दाप्चा भइगयो मेरो गाउँ म बस्ने ठाउँ भयो अनि यता गाडी रहेको छ भने यता हस्पिटल पनि रहेको छ। म चाहिँ अब हस्पिटल त त्यति देखाउँदिनँ भए पनि अब तपाईँलाई यसो स्कुल जाने बाटो देखाउँदैछु हेर्नु है। के गर्नु यस्तै रहेछ, बाटो अप्ठ्यारो छ स्कुल जाने बाटो है। यता स्कुल त पुग्ला जस्तो त छ तर पनि यार कस्तो कस्तो छ यी स्कुल हेर्नु है। अब चाहिँ म स्कुल जानलाई स्कुलसम्म इन्ट्री जिन्सन एडभेन्टिस एकाडेमी हो। यदि तपाईँहरू पनि पढ्न सक्नुहुन्छ भने आउनुहोस् है यता जिन्सन एडभेन्टिस एकाडेमीमा। म चाहिँ तपाईँलाई हल्का बेलुका देखाउँछु स्कुल। म चाहिँ अब यसो के घर चाहिँ भिजिट गर्न छतमा घरको छतमा जाँदैछु है। भर्याङ अप्ठ्यारो छ, के गर्नु पानीले गर्दा भिजिरहेको छ है। घर त बन्दै थियो, यो घर 3 तले बिल्डिङ है बन्दैछ। यहाँ चाहिँ हेर्नु यस्तो पानीले भिजिरहेछ, यस्तो छ हेर्नु है। बाटो अप्ठ्यारो छ है, त्यही पनि म गइरहेको छु हेर्नु है। हेर्नु म छतमा जान लागेको छु। छतमा गएर चाहिँ तपाईँलाई देखाउने छु कि हाम्रो यहाँको मौसम। म चाहिँ घरभित्रबाट हुँदै जाँदैछु है। के गर्नु अँध्यारो छ बाटो, अँध्यारो ओह्रालोमा हुँदै जाँदैछु म। त्यहाँ सिमेन्टीहरू राखेर ब्लक गरेर राखेको छ बाटो। के गर्नु अब त्यो माथि चढेर चाहिँ म छतमा चाहिँ पुगेँ हेर्नु है। म छतमा पुगेर यसो हेर्छु आफ्नो गाउँ, यसो टक्क आफ्नो गाउँ हेऱ्यो, यसो हेरी मजाले। त्यसपछि यसो पछाडिबाट स्कुलको भ्यूहरू हेऱ्यो, मजा लाग्यो। छतमा आएर चाहिँ आफ्नो भ्यूहरू हेर्दैछु। के गर्नु यस्तै छ पानीले यस्तो बाटो भिजिरहेको छ छत पनि। यता चाहिँ अर्को बाहिरको जङ्गल जस्तो घारी छ। यहाँ चाहिँ अम्बाको बोटहरू रहेको छ। यता हस्पिटल एयरपोस्ट चाहिँ रहेको छ उता पर भने यता माथि नेवाटोलहरू चाहिँ रहेको छ। एयरपोस्टमा बस्ने मान्छेहरू पनि चाहिँ रहेको छ है गाइजहरू। के गर्नु रातिको समय ल खाउँ भन्यो हामीले खाइदिउँ है। आज बेलुका पार्टी थियो, पार्टीमा हामीले मोमो हामीले खाइदिँदै थियो। बेलुका रमाइलो गऱ्यो। ल गाइज आजलाई यति नै रहेको छ। हस्त धन्यवाद। ल आजलाई बाई बाई।